नमस्ते साथीहरू, आज म बनाउन गइरहेको छु कोदोको रोटी। यसलाई चाहिँ तपाईहरुले टमाटरको अचारसँग नि खान सक्नुहुन्छ, तरकारीहरुसँग नि खाँदा हुन्छ। मैले चाहिँ आज टमाटरको अचारसँग खान गइरहेको छु। एकदमै स्वास्थ्यको लागि पनि फाइदाजनक र खाँदा पनि मिठो हुन्छ। पकाउनलाई पनि एकदमै सजिलो छ। म तपाईहरुलाई देखाउन गइरहेको छु। यसको लागि चाहिने सामानहरु चाहिँ हेरौँ है। यसमा चाहिँ मैले खासै धेरै केही हालेको छैन। थोरै धुलो खोर्सानी, अदुवा लसुनको पेस्ट, स्वाद अनुसार नुन चाहिँ सकभर कमै राख्छु म। अनि तपाईहरुलाई मिठो लाग्छ भने चाहिँ जिरा, ज्वानोहरु पनि राख्न मिल्छ। त्यसपछि फ्राई प्यानमा तताएर त्यहाँ चाहिँ थोरै घिउ राख्नुहोस्। घिउ छैन भने चाहिँ तेलमा बनाए नि हुन्छ। मैले चाहिँ थोरै घिउ राखेको छु। अनि त्यो घिउलाई चाहिँ प्यानमा सबैतिर फिजाउने। अनि फिजाइसकेपछि चाहिँ मजाले तातेपछि अनि टक्कसरी बिचबाट डाडुले खनाइदिनु। त्यसलाई केही पनि गर्न पर्दैन। हो यसरी अनि एकछिन छोप्दिनु पर्छ त्यसलाई 2-3 मिनेट जति। अनि 2-3 मिनेट पछि चाहिँ एकपट्टि पाकिसक्छ। यस्तो भएको हुन्छ हेर्नु होला। अनि त्यसलाई चाहिँ अर्कोपट्टि फर्काइदिनु पर्छ। एकदमै सजिलो छ है, यो पकाउन गाह्रो छैन। थोरै सामानमा पनि मजाले पाक्छ। एकतिर 2-3 मिनेट, अर्कोतिर पनि त्यस्तै 3 मिनेट जति पकाउनुस् अनि रेडी भइहाल्छ। बेलुका चाहिँ म आजकल यस्तै खाने गरेको छु। स्वास्थ्यको लागि पनि एकदमै फाइदाजनक। सुगर हुनेहरूलाई पनि यो एकदमै राम्रो हुन्छ कोदोको रोटी। थ्यांक यू।